अत्यन्तै दुःखद खबर। दुर्घटनामा परि अचेत अवस्थामा रहेका प्रहरी हवल्दार हर्केश विष्टकी श्रीमती निरुता, जो आफ्नै श्रीमानको लागि दिनरात अस्पतालमै बिताइरहेकी छिन्। आज हर्केशको टाउको अपरेसनको तयारी भएसँगै उनले भावुक पोस्ट सार्वजनिक गरेकी छिन्। उनी भन्छन्, सायद अझै दुःख कष्ट भोग्नु बाँकी नै छ। हुन त जिन्दगी सुख दुःख नै बढी भोगेकी छु। अझै हेरौँ कति छ भोग्नुपर्ने। जबसम्म ज्यानमा सास रहन्छ तबसम्म हार त कदापि खान्न। तर हजुरलाई दुख्ने घाउ आफूलाई दुखेको महसुस हुन्छ, न त दुख्यो भन्न सक्छु। हजुरको आशाको इसाराले सबै थाहा पाउँछु। 3 वर्ष पुगिसक्यो, 5-6वटा अपरेसन गरिसके टाउकोकै, अझै कति गर्ने। आज फेरि टाउकोकै अपरेसन छ। जिन्दगी के नै रहेछ, भगवानको हातमा छोडिदिएँ मैले त सबै। चाहेर नि केही गर्न सकिनँ। हजुरको बोली सुन्न आतुर छु। त्यो छोरीले बारम्बार सोध्छ, केही जवाफ हुँदैन। पहिले भन्दा अहिले अपरेसन धेरै नै जटिल छ। भगवान रक्षा गरिदिनु भन्दै एकदम दुःखद स्ट्याटस निरुताले आफ्नो श्रीमानको लागि छोडेकी छिन्। सबैले उहाँलाई शीघ्र स्वास्थ्य लाभको शुभकामना दिनुहोला। सायद तपाईँको आशीर्वादले उहाँलाई चाँडै नै सन्चो हुन सक्छ।